मलाई चाहिँ हर्क साम्पाङ दाई कस्तो लाग्छ भने ठ्याक्कै यसु पिता परमेश्वर जस्तो लाग्छ के। मेरो घरमा चाहिँ बुद्धिस्ट हो, म चाहिँ हिन्दू हो, म चाहिँ हिन्दू मान्छु। तर मैले बाइबल पनि पढेको छु, हिन्दू पनि पढेको छु है। अनि मलाई चाहिँ कस्तो लाग्छ भने किन लाग्छ भनेदेखि चाहिँ जस्तै हामीले त्यो बाइबल पढ्दाखेरि भिडियोहरू हेर्दाखेरि चाहिँ यसु भगवानलाई सुरुमा कसैले बुझ्दैन नि है। तपाईँहरूलाई पनि थाहा छ होला है, उसले राम्रो काम गरेर हुन्छ त्यहाँ है। तर त्यहाँ विरोधीहरूले उसलाई कति धेरै विरोध गरेर हुन्छ, यो जासुस हो, यो के हो, यसले राम्रो काम गरेर चाहिँ समाजलाई नकारात्मक पुर्याइरहेछ कुराहरू भनेर विरोधीहरूले चाहिँ विरोध गर्न थाल्छन्। यसो भगवानलाई त्यसपछि टर्चर दिन थाल्छन्, पेल्न थाल्छन् होइन, जेल राख्न थाल्छन् होइन। अनि लास्टमा अन्तमा है बितिसके पछाडि अनि फेरि फर्केर आउनुहुन्छ। अनि त्यसपछि चाहिँ जनताहरूले बुझ्नुहुन्छ क्या त्यसपछि होइन, महाकसम होइन हो। हर्क साम्पाङ दाई पनि त्यही हो, अहिले धेरैले बुझेको छैन है। राम्रो काम गर्दैछन्, राम्रो काम गर्दैछन्, तर विरोधीहरूले चाहिँ यसले नराम्रो काम गरिरहेछ भनेर चाहिँ विरोधीहरूले विरोध गरिरहेछन् होइन। विरोधीहरूले पनि त्यसरी नै जस्तो यसु भगवानको त्यो हामीले बाइबल पढ्यौँ होइन, अनि हामीले त्यो भिडियोहरू हेऱ्यौँ, सेम टु सेम त्यस्तै हो हर्क साम्पाङ दाई पनि। डिट्टु वान टु अल, केही फरक छैन त्यसमा र यसमा। हामीले अहिले बुझ्न सकेनौँ भने पछि पनि बुझ्न सक्दैनौँ, धेरै पछुताउनु पर्छ। जस्तो यसु भगवान त्यस्तै हर्क साम्पाङ दाई के। म त्यस्तै देख्छु कि ठ्याक्क। अनि कहिलेकाहीँ यसो सम्झिन्छु होइन, हर्क दाईलाई सम्झेर कहिलेकाहीँ रुन्छु पनि होइन। यसु पिता परमेश्वरको सेकेन्ड रूप चाहिँ हर्क साम्पाङ दाई हो।